गोजाइमास मिनासान कोनिचिवा। आज चाहिँ हामीले बेसिकली चाहिँ हामीले के सिक्दैछौँ भन्दा इन्टरभ्यू क्वेसन चाहिँ कस्तो मोडलमा अचल सोधिरहेको छ भन्ने चाहिँ हामीले प्रश्न लिइरहेका छौँ। अब इन्टरभ्यू क्वेसन भन्दा चाहिँ मानिसहरू एकदमै डराउने गर्दछन्। अब बेसिक रूपमा चाहिँ इन्टरभ्यू क्वेसन एकदमै सजिलो हुन्छ होइन, तर अहिले चाहिँ अप्रेन्टिसको लागि चाहिँ पहिला चाहिँ हामीले डकुमेन्ट बुझाए पनि हाम्रो इन्टरभ्यू विदाउट इन्टरभ्यू नै हुन्छ। अहिले चाहिँ खास गरी चाहिँ विदाउट इन्टरभ्यू नपाउने कारणले चाहिँ इन्टरभ्यू चाहिँ अलि पहिलाभन्दा चाहिँ अलि डिफ्रेन्स हुनुपर्छ, अलि थोरै हार्ड सोध्ने गर्छ। आज चाहिँ हामीले त्यसको बारेमा चाहिँ इन्टरभ्यूको बारेमा चाहिँ थोरै कुरा गर्नेछौँ। हामीलाई कस्तो कस्तो इन्टरभ्यू क्वेसनहरू सोध्छ, के सोध्छ अनि कसरी सोध्छ भन्ने कुरो हुन्छ। आज हामी त्यसको डेमो लिएर आउँदैछौँ, डेमो हेर्नु होला। अनि इन्टरभ्यूमा चाहिँ फर्स्ट गरी चाहिँ हामीले चाहिँ निर्धक्कसहित क्यामेरामा हेरेर दायाँ बायाँ नहेरिकन सिधा क्यामेरालाई फोकस गरेर पुरा कन्फिडेन्ससहित चाहिँ हुनुपर्ने हुन्छ। तपाईँले चाहिँ उता हेर्ने गर्नुभयो भने त्यसले चाहिँ यो स्टुडेन्टले चाहिँ जानेको रहेछ भने यस्ता भएको कारणले हुन्छ नि त, उसले कुरा गरिरहेको छ तपाईँले यताउति हेर्नुभयो भने चाहिँ उसले जानेको छैन भन्ने उसलाई थट आउँछ र उसले चाहिँ तपाईँको इन्टरभ्यू त्यसमै रद्द गरिदिन सक्छ। रद्द नगरे पनि ब्याग राखेको हुन्छ, तपाईँलाई अब यसलाई चाहिँ सिफ्ट नगर्ने, यसलाई चाहिँ छोडिदिने भन्ने हुन्छ। त्यस्तो ओलीको चिजहरूमा चाहिँ अहिले चाहिँ हेर्दा चाहिँ तपाईँको जुन बेसिकमा चाहिँ तपाईँलाई हिरागाना कातागाना आउनुपर्ने हुन्छ, बेसिकमा चाहिँ हिरागाना कातागाना आउनुपर्ने हुन्छ। उसले सोद्धा चाहिँ अहिले चाहिँ धेरै जसो चाहिँ कन्सल्टेन्सीमा चाहिँ मैले देखिरहेको छु, तपाईँलाई पाठ पढ्न पनि लगाउने गर्छ। पाठ पढ्न अनि मिनिङहरू सोध्ने गर्छ, मिनिङहरू पाठहरू सोध्ने गर्छ। अनि तपाईँलाई चाहिँ फर्स्टमा चाहिँ कसरी सोध्छु भन्ने चाहिँ हामीले डेमो लिएर आइरहेको छौँ। फर्स्ट गरी चाहिँ तपाईँलाई फर्स्टमा नाम सोध्ने गर्छ। नाम कसरी सोध्छ, ओनामाया नाम देशका भनेर पनि सोध्न सक्छ होइन। ओनामाया नाम देशका भनेर भन्यो भने चाहिँ तपाईँले अब आफ्नो नाम भन्नुपर्ने हुन्छ। कसरी भन्नुहुन्छ, तपाईँले आफ्नो नामलाई चाहिँ ओनामाया नाम देशका भन्न सोध्न सक्छ। अब दुईटैमा नै डिफ्रेन्स केही पनि होइन, आफूले जे जान्नुभएको छ आफ्नो नाम कसरी सक्नुभयो त्यस्तै किसिमले भन्नुलाई वतसिनो नाम आयो। अब तपाईँको नाम राखेर फर्स्टमा आफ्नो थर अनि नाम अनि देश भन्न सक्नुहुन्छ। अब मेरो चाहिँ अमन भएको कारणले चाहिँ वतसिनो नाम आयो हुसारू अमन देश भन्न सक्छु, हिसाब अमन देश भन्न सक्छु। अनि तपाईँको त्यसको साथसाथै अब नामको साथसाथै अब तपाईँ कति वर्षको किन आउन चाहनुहुन्छ अनि जन्ममिति के हो, तपाईँको सेल्फ इन्ट्रोडक्सन गर्नुहोस्, यिनीहरू अन्य कुरो सोध्ने गर्छ। हामीले यसैको बारेमा चाहिँ भिडियो बनाइरहेका छौँ, लास्टसम्म होला। अब फर्स्टमा चाहिँ हामीलाई नामै सोध्ने भयो, सेकेन्डमा चाहिँ हामीले जिको सोखाइ भन्न सक्छ। अब जिको सोखाइमा चाहिँ के हाल्ने भने चाहिँ अब जिको सोखाइ सोध्दा बित्तिकै तपाईँले चाहिँ हाजिमे मासितेबाट सुरु गर्नुहुन्छ। हाजिमे मासिते वतसिनो नामायो बुसरु ओमन्देश इमा जिउ क्युसाई देश उमारेर तोपडेवा अर्घा खाँची देश दोगो बुद्धहरू सुन्दैमा इमा निवन गर्न दाकुसाई देश वतसिवा नेपाल जुन देश सुइमी साक्का सुरु बुद्ध देश दौजोहरू भनेगाइसी मास भनेर टाउकोलाई चाहिँ दौजोहरू भनेगाइसी मास भनेर चाहिँ झुकाउनु पर्ने हुन्छ। यस्तै भन्नुभयो भने तपाईँलाई चाहिँ जिको सोखाइमा चाहिँ यति भएपछि बेस्ट हुन्छ। यसमा चाहिँ तपाईँको अब के हुन्छ, वातासिनो भन्दा बित्तिकै वातासिनो नाम आयो भन्दा चाहिँ तपाईँको नाम हाल्नुपर्ने हुन्छ। अब वर्षमा आफ्नो एज भन्नुपर्ने हुन्छ। अब कहाँबाट आउनुभएको अर्घान्छीबाट भने अब अहिले कहाँ बस्दै हुनुहुन्छ अनि तपाईँ के हो, स्टुडेन्ट हो कि होइन, वर्किङ के गर्नुहुन्छ, त्यसको बारेमा तपाईँको हबी के हो, रुचि के हो त्यो पनि भन्नुपर्ने हुन्छ। त्यो भन्नुको साथसाथै अब लास्टमा चाहिँ तपाईँलाई भेटेर खुसी लाग्यो दौजोहरू सुगाने यसमा यस्तै भनेर घुमाउनुपर्ने हुन्छ। अब त्यसपछि तपाईँलाई चाहिँ सोध्ने भनेको कुरो चाहिँ अरू सेनेनगाफिवा इची देशका भन्छ, सेनेनगाफिवा इची देशका भन्न सोध्यो भने तपाईँको जन्ममिति कहिले हो भन्न सक्नुहुन्छ। सेनेनगाफिवा इची देशका भन्न सोध्यो भने तपाईँको जन्ममिति कहिले हो भन्न सक्छ। अब तपाईँले चाहिँ आफ्नो जन्ममिति भन्नुपर्ने हुन्छ। अब मेरो जन्ममिति चाहिँ निसेनरोकु नेनिसी काजुजु नानानिसी देश भएकाले चाहिँ मैले चाहिँ मोबाइल साले 10 गते हो भन्नु पर्यो भने निसेनरोकु नेनिसी काजुजु नानानिसी देश भन्छ। तपाईँले चाहिँ त्यसको ठाउँमा चाहिँ आफ्नो राख्न सक्नुहुन्छ, आफ्नो जन्ममिति राख्न सक्नुहुन्छ। अब जन्ममितिको साथसाथै त तपाईँ कति वर्षको हुनुभयो भनेर पनि सोध्ने गर्छ। अब तपाईँ कति वर्षको हुनुभयो भन्दा चाहिँ अब तपाईँलाई सोध्छ, कसरी सोध्छ भन्नुहुन्छ भने अब तपाईँले बेसिकली अब धेरै जसो कन्सल्टेन्सीमा सोध्ने भनेको ओइगुची देशका
इमानान्साई देशका भन्ने सोच्छ। कोही कन्सल्टेन्सीमा कोही अलि एक ग्रुप कलेज हुन्छ, अलि हाई कलेज, कसको मुड त हो नि होइन, उसले चाहिँ डिफ्रेन्स तरिकाले सोध्नु चाह्यो भने चाहिँ कसो सोच्छ, नेन्ड्रै देशका भनेर पनि सोच्छ। नेन्ड्रै देशका भन्ने चाहिँ तँ पनि नेन्ड्रै भनेर पनि बुझ्नु होला। तँ पनि कति वर्षको हुनुभयो भनेर सोधिरहेको। अब तपाईँले चाहिँ इमा अब कति वर्षको हुनुहुन्छ, इमा जिउको साइडेस भन्न सक्नुहुन्छ, अब 19 वर्षको भयो भन्न सक्नुहुन्छ, जति वर्षको भयो उति भन्न सक्नुहुन्छ। ओइगुचु देशका इमानान्साई देशका अहिले कति वर्षको भयो, ओइगुचु देशका भनेको पनि त्यही नै हो। अनि यसको साथसाथै तपाईँलाई चाहिँ सोध्ने भनेको चाहिँ तपाईँ कहाँबाट आउनुभयो, तपाईँको घर कहाँ हो भन्न सक्छ। तपाईँको घर कहाँ हो भन्न सक्छ। आनादाना उचुवा दुःखु देशका भन्न सक्छ, तपाईँको घर कहाँ हो भन्न सोध्न सक्छ। यो सेन्टेन्समा पनि अब तपाईँले आनादाना उचुवा दुःखु देशका भन्दा चाहिँ अब तपाईँले के भन्नु, तपाईँको घर कहाँ भन्दा पनि अब तपाईँले घर म यहाँ हो, घर म जन्मेको यहाँ हो, तर म चाहिँ अहिले यहाँ बस्दैछु भनेको छ। अब मैले चाहिँ उमारे त तुकोरे भयो अर्घा खाँचिँदै जस्तो म हुत्ता बारो पनि सुन्दै म भनिरहेको छु। अब म चाहिँ घर चाहिँ अर्घाँची भयो, अहिले बस्दै आइरहेको छु बुटोटमा भन्दा चाहिँ उमारे त तोकोरे भयो अर्घा खाँचिँदै दो म हुत्ता बारो पनि सुन्दै म भनिरहेको छु। अब त्यसको साथसाथै अब तँ उसको घर पनि सिद्धियो, घर पनि सिद्धिसकेपछि अब तपाईँको सेन्टेन्स आयो कहाँ गरेको छ, लक्ष्य आइरहेछ नि त। अब घर जोडिसकेपछि अब घरमा को हुनुहुन्छ यो पनि सोध्छ, घरमा को हुनुहुन्छ भन्छ। घरमा को खाँचीको वा नानी देशका भन्छ, घरमा को घरमा कतिजना हुनुहुन्छ, खाँचीको वा नानी देशका भन्न सक्छ। उहाँ अब तपाईँले आफ्नो फ्यामिलीमा कतिजना छ, 3 जना हुनुहुन्छ, सानिन देशका योन्जिन देशका जतिजना हुन्छ अब त्यतिजना चाहिँ भन्नुपर्ने छ। हाम्रोमा चाहिँ 3 जना भयो, सानिन देशका भन्छ, सानिन देश भन्छ। अब सानिन देश भन्दा भन्दै अब त्यसलाई त थाहा छैन को हुनुहुन्छ, बाबा मम्मी होइन को हुनुहुन्छ भनेर थाहा छैन। त्यस कारणले चाहिँ तपाईँलाई सोध्छ को हुनुहुन्छ भनेर सोध्न सक्छ। दारी त दारी देशका भन्छ, दारी त दारी देशका भनेपछि को हुनुहुन्छ भनिन्छ। अब को हुनुहुन्छ भन्दा चाहिँ चिचितो हातो वातासी देश, चिचितो हातो वातासी देश को हुनुहुन्छ, बाबा र मम्मी र म छौँ भन्न सकिन्छ। त्यस्तो गर्दै चाहिँ तपाईँलाई चाहिँ सोध्ने भनेको चाहिँ बाबा त हुनुहुन्छ, अब बाबाको नाम के हो, मम्मीको नाम के हो, बाबा कति वर्षको हुनुभयो, मम्मी कति वर्षको हुनुभयो, अनि मम्मीले के गर्नुहुन्छ अनि बाबाले के गर्नुहुन्छ, यिनीहरूलाई पनि फोकस गर्छ। धेरै जसो त अब तपाईँले अब मम्मीलाई सिलेक्ट गर्नुभयो, त्यसमा बाबालाई सिलेक्ट गर्नुभयो भन्ने हुन्छ। त्यसको साथसाथै पनि दुईटालाई पनि सोध्ने गर्छ। अब उदो सानो नाम आयो नाम देशका भनेर सोध्छ, तपाईँको बाबाको नाम के हो भन्छ। अनि ओखा सानो नाम आयो नाम देशका भनेर सोध्छ, तपाईँको मम्मीको नाम के हो। उदो सानो नाम चाहिँ देशका भनेर पनि सोध्छ। उदो सानो नाम आयो नाम देशका भनेर बाबाको नाम सोध्यो भने त्यस्तो कन्डिसनमा चाहिँ अब तपाईँले चाहिँ चिचिनो नाम अब कसरी भन्नुहुन्छ। अब अदो सानो त भन्ने कुरो भने चिचिनो नाम आयो वा बुझाहरू दुर्गा देश भन्छु मैले भनेपछि त्यसले तपाईँले चाहिँ अब मेरो बुवा चाहिँ बुवाको नाम चाहिँ के हो, आफ्नो बुवाको नाम भन्छ। चिचिनो नाम आयो वा बुझाहरू दुर्गा देश भन्छु। अब मम्मीको नाम सोध्ला, मम्मीको नाम सोध्दा चाहिँ खाना ओखा आसानो नाम आयो वा नाम देशका भन्छ। ओखा आसानो नाम आयो वा नाम देशका भन्दा चाहिँ हानो नाम आयो वा बुझाहरूको विदेश भन्छ, हानो नाम आयो वा बुझाहरूको विदेश भन्छ। अब तपाईँको स्टिक सेन्टेन्समा चाहिँ तपाईँले अर्को पनि सोध्न सक्छ। अब बाबा मम्मीको सेन्टेन्समा चाहिँ अब कति वर्षको हुनुभयो भनेर पनि सोध्न सक्छ। उदो सानो नान्साई देशका भन्छ, ओखा सानो नान्साई देशका भनेर सोध्न सक्छ। अब उदो सानो नान्साई देशका भन्दा चाहिँ अब तपाईँको आफ्नो बुवा कति वर्षको हुनुभयो त्यसरी हाल्नुपर्ने हुन्छ। अब उदो सानो नान्साई देशका भने पनि बुवा कति वर्षको हुनुभयो, ओखा सानो नान्साई देशका भन्यो भने मम्मी कति वर्षको हुनुभयो, त्यो वर्षको तपाईँले भनिसकेपछि अब तपाईँलाई सोध्ने भनेको चाहिँ तपाईँले अब बुबाले के गर्नुहुन्छ, उदो सानो सिगोतो भन्दा पनि देशका भनेर सोध्छ। तपाईँको बुबाले के गर्नुहुन्छ, तपाईँको बुवा कृषि अब के छ तपाईँले त्यो भन्नुपर्ने हुन्छ। मेरो बुबाले चाहिँ कृषि गर्नुहुन्छ भन्नु परेन, नौयोदो सिगोतो वा नौयोदो देश भन्न सक्नुहुन्छ। कृषिमा चाहिँ त्यसले फेरि सोध्नुहुन्छ कृषि त गर्नुहुन्छ, के गर्नुहुन्छ कृषिमा के उत्पादन गर्नुहुन्छ भन्ने सोध्न सक्छ। चुकुरै देशका भन्नुहुन्छ। अब त्यस्तो सेन्टेन्समा चाहिँ त्यसले कस्तो सोध्छ भने बाबाले अब कृषि त गर्नुहुन्छ, के कृषि गर्नुहुन्छ भनेर सोध्नुभयो। अब के कसरी सोध्छ, अब तपाईँले के भन्छ चिचिनो सिकुतो वा नाम देशका भनिसकेपछि तपाईँले के भन्नुभयो त नौयोदो देश। अब नौयोदो नानी चुकुरी मासका भन्न सक्छ। कृषिमा के उत्पादन गर्नुहुन्छ भन्न सक्छ चाहिँ तपाईँले के भन्छ, अब यासाई कुदाउनु दौगु चुमै मास भन्न सक्छ। तरकारी फलफुल जनावर यस्तै गर्न सक्नुहुन्छ। तपाईँले
कस्तो कस्तो कोही कन्डिसनमा चाहिँ तपाईँले जनावरमा पनि यासाइमा के गर्नुहुन्छ, कुदामनामा के गर्नुहुन्छ होइन, यिनीहरू पनि सोध्ने गर्छ। यिनीहरू लास्ट अलिक कमै नै सोध्ने गर्छ। त्यही भएर चाहिँ तपाईँले याद गर्ने भनेको चाहिँ यासाई कुदामन दौबुचो मेमास भनेर सक्नुहुन्छ। त्यसमा चाहिँ यो उत्पादन हुन्छ भन्न सक्नुहुन्छ। त्यसको साथसाथै चाहिँ तपाईँलाई के सोध्ने गर्छ भन्नुहुन्छ भने अब तपाईँको विवाहित हो कि अविवाहित हो भनेर सोध्छ। तपाईँ बिहे गर्नुभयो कि सिङ्गल हुनुहुन्छ भनेर सोध्न सक्छ। त्यस्तो सेन्टेन्समा चाहिँ तपाईँले के भन्नुपर्ने हुन्छ भन्दा चाहिँ आना तानु के कुन सिधै मास्का भन्न सक्छ। आना तानु के कुन सिधै मास्का भन्दा बित्तिकै तपाईँले चाहिँ बिहे गरेको इए भाइ भन्न सक्नुभयो। बिहे गरेको छैन भन्दा पनि इए मादा देश भन्न सक्छ। इए मादा देश भन्न सक्नुहुन्छ। इए मादा देश भन्न सक्नुहुन्छ। अब त्यसपछि चाहिँ तपाईँलाई सोध्ने भनेको चाहिँ अब जापान त किन हुँदैछस् होइन, अब आइसकेपछि +2 पास गरेर आउँदैछस् कि ब्याचलर जोइन हुन आउने कि किन हो, यस्तो पनि क्वेसनहरू गर्नुपर्छ। अब त्यो भन्दा नि जापान किन जापान आउन चाहनुहुन्छ, किन आउन चाहनुहुन्छ भनेर चाहिँ जान चाहनुहुन्छ भन्न सक्नुहुन्छ। दोषितो निहोन इकिताई देशका भन्छ। अब तपाईँको यो सेन्टेन्समा चाहिँ एकदम ख्याल गर्नु। दोषितो निहोन इकिताई देशका र दोषितो निहोन किताई देशका भनेको चाहिँ एउटै हो। किन आउँदै हुनुहुन्छ, किन जान चाहनुहुन्छ भने एउटै हो। यसमा चाहिँ अब तपाईँले चाहिँ अब बेसिकली अब हामी स्टुडेन्टमा जाने हो कि वर्किङमा जाने त्यो हेर्नुलाई। अब स्टुडेन्टमा जानेले चाहिँ अब म जापानिज भाषा अध्ययन गर्नको लागि जाँदैछु भनेर निहुन तपाईँले चाहिँ निहुन गुण बेन्क्यो सिनी इकिताई देश भन्न सक्नुहुन्छ। निहुन गुण बेन्क्यो सिनी इकिताई देश भन्न सक्नुहुन्छ। वर्किङमा जानेले चाहिँ वर्किङ के भन्नुपर्ने हुन्छ है। त्यसको साथसाथै चाहिँ हामीले चाहिँ अब के भन्छ भने जापानिज भाषा अध्ययन सकेपछि के गर्नुहुन्छ भन्छ। अब निहुन्गो सोचुक्यो सितारा नानी हो सितै मास्का भन्छ। निहुन्गो सोचुक्यो सितारा नानी हो सितै मास्का भन्छ। निहुन्गो जापानिज भाषा सकेपछि के गर्न चाहनुहुन्छ भन्छ। अब जापानिज भाषा सकेपछि त दाइगाकु जाने हो, दाइगाकु जान्छु भन्नु। दाइगाकु नि हाइरिमास, दाइगाकु विश्वविद्यालय जान चाहन्छु भन्न सक्नुहुन्छ। दोषित निहोन र्युगाकु सिताई देशका भन्ने पनि सोच्छ। दोषित निहोन र्युगाकु सिताई देशका भन्न सक्छ। अब तपाईँले चाहिँ यसमा चाहिँ यो एकदमै ख्याल गरेर जानुहुन्छ। किन जापानमै अध्ययन गर्न चाहनुहुन्छ, जापानमै अध्ययन गर्न चाहन्छ, अरू देशमा मात्र जान सक्नुहुन्थ्यो, किन जापानमै अध्ययन गर्न चाहनुहुन्छ भनेर चाहिँ अब तपाईँले चाहिँ जे भने पनि हुन्छ। जे भन्दा पनि अब तपाईँलाई अब के मन लागिरहेछ उसको त्यसको चाहिँ त्यसको बारेमा भन्न सक्नुहुन्छ। नियोन आन्जेन कुनै देश खाएर भनिदिन सक्नुहुन्छ। नियोन जापानमा चाहिँ अलि टेक्निकल भनौँ न, त्यसको अलि धेरै छ टेक्निकलहरू यस्तो बन्छ। त्यस कारणले जान्छु कि जापानको परिभाषा अलि राम्रो छ, संस्कृति राम्रो छ, कि जापानमा राम्रो पढाइ हुन्छ, त्यस कारणले म जापान आउँदैछु भन्न सक्नुहुन्छ। त्यो भनिसकेपछि दाइगाकु होइन, दाइगाकु दे नानो बेन्क्यो सिमास्का भन्छ। अब विश्वविद्यालयमा के अध्ययन गर्नुभएको थियो, दाइगाकु बेन्क्यो सितेमास्का भन्छ। अब अहिलेलाई नै कि तपाईँले +2मा के अध्ययन गर्नुभएको, दाइगाकु बेन्क्यो सितेमास्का भन्छ। अब के गर्नुहुन्छ भन्न सक्छन्। अब दाइगाकुमा के पढ्नुहुन्छ, यताउति यस्तोहरू सोध्दा चाहिँ अब तपाईँले के पढ्दै हुनुहुन्थ्यो, पहिलेदेखि के पढ्दै हुन्थ्यो त्यही क्षेत्रमा जाने हो त। अब तपाईँले म्यानेजमेन्ट लिनुहुन्छ, अब तपाईँले के भन्यो त्यसमा चाहिँ के भन्यो। अब तपाईँले चाहिँ आइटी लिनुहुन्छ, आइटी भन्नुहोस्, यताउति होइन तपाईँको एजुकेसन के छ त्यही किसिमले चाहिँ भित्र भन्नुपर्ने हुन्छ। त्यो भनिसकेपछि तपाईँले सोध्ने गर्छ। त्यो भनिसकेपछि दाइगाकुनो बेन्कियोगा अवतार नानी सिधै मास्का हुन्छ। अब तपाईँले दाइगाकुमा पढ्नुभयो, दाइगाकु पनि सिद्धाइसकेपछि अब तपाईँ के गर्नुहुन्छ, विश्वविद्यालय पनि सिद्धियो। दाइगाकुनो बेन्कियोगा अवतार नानी सिधै मास्का हुन्छ। विश्वविद्यालय पनि सकेपछि तपाईँले के गर्नुहुन्छ भन्ने सोध्छ। अब विश्वविद्यालय सकेपछि त मैले के गर्छु, अब तपाईँले आफ्नो गर्न सक्नुहुन्छ। अब सिधै यहाँ त आइन्न नि त, नेपाल आएन, त्यस कारणले चाहिँ हामी उहाँमा बस्दा चाहिँ के भनिन्छ, निहुनको न इए खाइसादो हातारे किताइदेश। निहुन इए खाइसादो हातारे किताइदेश भनेको जापानको राम्रो कम्पनीमा काम गर्न चाहन्छु, त्यही भन्नुहुन्छ। जापानको राम्रो कम्पनीमा काम गर्न चाहन्छ। निहुनको भएछ, सरी निहुन्नो इए खाइसादो हातारे किताइदेश भन्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ तपाईँलाई सोध्ने भनेको अब नर्भस भएर यताउति देख्यो भने चाहिँ तपाईँलाई तलमाथि यसो गरेको देख्यो भने चाहिँ अहिले के गर्दै हुनुहुन्छ होइन, त्यो पनि सोध्न सक्छ। अहिले के गर्दै हुनुहुन्छ भन्दा चाहिँ अब
यस्तो उसमा सोधिदिन्छ कि अहिले तपाईँले के गर्दै हुनुहुन्छ, आजभोलि के गर्दै हुनुहुन्छ, हिजो के गर्नुभयो, अस्ति के गर्नुभयो, आज के गर्दै हुनुहुन्छ, यस्तो इमा नानी हो सिधै मास्का भन्नुहुन्छ। अहिले के गर्दै हुनुहुन्छ, अहिले तपाईँले के गर्दै हुनुहुन्छ, अहिले भर्खरै इन्टरभ्यूको प्रिपेरेसन गर्दै हुनुहुन्छ त्यो भन्न चाहिँ परेन, आज के गर्नुहुन्छ, आज भोलि के गर्दै हुनुहुन्छ भने इमा नानी हो सिधै मास्का भन्छ। अब तपाईँले चाहिँ बेसिकल्ली चाहिँ के पढिदिरहन्छ, जापानिज भाषा पढ्दै हुनुहुन्छ, त्यहीबाट निहोन्गो न बेन्क्यो सिनी भन्छ भन्न सकिन्छ, निहोन्गो बेन्क्यो सितेइमास भन्न सकिन्छ, निहोन्गो न बेन्क्यो सितेइमास, जापानिज भाषा अध्ययन गर्दैछु भन्न सकिन्छ। अब त्यसको चाहिँ बेन्क्यो नो वक्कानी नानी हो सितेइमासका भन्छ। अब पढाइको अलावा केही गर्दै हुनुहुन्छ भने चाहिँ सर पढाइको अलावा केही गर्दै हुनुहुन्छ भने चाहिँ मैले पढाइको अलावा चाहिँ काम गर्दैछु भन्न सकिन्छ, कि चाहिँ पढिरहेको छु भन्नु पऱ्यो भने बेन्क्यो दाखातेस भनेर चाहिँ सिद्धिहाल्छ है। किन नानी हो सितेइमासका भन्छ, हिजो किन नानी हो सितेइमासका भन्दा चाहिँ हिजो के गर्नुभएको थियो भन्छ। निहोन्गो बेन्क्यो सितेइमासिता भने पास्टमा गयो, त्यसमा चाहिँ निहोन्गो बेन्क्यो सिमासिता भन्न सकिन्छ, हिजो चाहिँ जापानिज भाषा अध्ययन गरेको थियो। असिता नानी हो सिमास्का हुन्छ, असिता नानी हो सिमास्का भन्छ हिजो, आज। अब भोलि असिता भन्दा चाहिँ भोलि के गर्नुहुन्छ भने अब तपाईँ भोलि चाहिँ अब केही गर्ने प्लान छ भने चाहिँ साथीसँग घुम्न जाने छ, हामी घुम्न जान्छु भन्ने भयो। अब धेरै मिनिङ केही याद गर्ने, त्यही जापानिज भाषा अध्ययन गर्ने हो, बस्ने हो भन्नुहुन्छ भने निहोन्गो बेन्क्यो सिमास, जापानिज भाषा अध्ययन गर्छु भन्न सकिन्छ। अब तपाईँको मेन भनेको चाहिँ यो पनि 100मा 100 सफ्ट कन्सन्ट्रेसनमा सोधेको प्रश्न हो। इचुकारा निहोन्गो बेन्क्यो सितेइमासु, यो चाहिँ जापानिज हुन्छ, जत्थेर पनि सोध्छ है, याद गर्नु। इचुकारा निहोन्गो बेन्क्यो सितेइमासु, इचुकारा निहोन्गो बेन्क्यो सितेइमासु भन्छ कहिलेदेखि जापानिज भाषा अध्ययन गर्दै हुनुहुन्छ भन्न सक्छ। अब यो सिचुएसनमा चाहिँ तपाईँले अब जिएलसिटीको अब के को इक्जाम दिनुभयो रहेछ, त्यसलाई चाहिँ म्याच गरेर भन्नुभयो भने अलिक ठिक हुन्छ, किनकि उनीहरूले जिएलसिटीको कोचिङ सोद्धा चाहिँ अब जिएलसिटीको इक्जाम चाहिँ तपाईँले 3 महिना अगाडि दिनुभएको छ भन्ने बेला चाहिँ 2 महिना अगाडि पढेछु भन्दा चाहिँ अलिक बिग्रिन्छ। त्यो जिएलसिटीको इक्जाम जति दिनुभएको छ त्यतिखेर अगाडिबाट गर्न सक्नुहुन्छ। अब सान्खा गेचु माएकारा देश, सान्खा गेचु माएकारा बेन्क्यो सितेइमासु भन्न सक्नुहुन्छ, गोखा गेचु माएकारा बेन्क्यो सितेइमासु भन्नुहुन्छ। जति महिनाबाट पढ्नुपर्छ त्यति महिनालाई चाहिँ कलेक्ट गरेर भन्न सक्नुहुन्छ। अब तपाईँलाई सोध्ने भनेको चाहिँ अर्को चाहिँ अब एक दिनमा कति घन्टा जापानिज भाषा अध्ययन गर्नुहुन्छ, एक दिनमा कति घन्टा जति पढ्नुहुन्छ भनेर सोध्छ। इची नाजिखान निहोन्गो बेन्क्यो सितेइमासु हुन्छ, इची नाजिखान निहोन्गो बेन्क्यो सितेइमासु, एक दिनमा कति घन्टा जति भाषा पढ्न छ। अब तपाईँले अब धेरै जसो मान्छे त धेरै नै घन्टा पढिरहेको छ, 2-3 घन्टा 4 घन्टा पढ्छु नभने चाहिँ यति पढेछु, खासै अब इन्टरभ्यू मात्रै क्वेसन पढि जान्दैन, फेरि कोही केही बिग्रिन सक्छ। त्यही भएर चाहिँ तपाईँलाई बेस्ट भनेको चाहिँ 2 घन्टा पढ्छु भन्न सक्नुहुन्छ, निजिखान बेन्क्यो सिमास भन्न सक्नुहुन्छ। निजिखान बेन्क्यो सिमास भन्नुभयो भने 2 घन्टा पढ्छु भन्ने चाहिँ राम्रो हुन्छ। दोनगुराई निहोन्गो बेन्क्यो सितेइमासु भन्छ, दोनगुराई कति जति जापानिज भाषा अध्ययन गर्नुभयो भनेर सोध्न सक्छ। अब यसमा चाहिँ धेरै डिफ्रेन्स एउटै हो तर यसलाई चाहिँ डिफ्रेन्स किसिमले कि एउटै सेन्टेन्स सोध्ने एउटै हो। अब कसरी सोध्छ भने लेसन कतिमा पुग्नुभयो भनेर सोध्छ, कति जति पढ्नुभयो भनेर सोध्छ, कहाँसम्म पुग्नुभयो त्यस्तै सोध्ने गर्छ। दोनोगुराई निहोन्गो बेन्क्यो सितेइमासु भनेर पनि सोध्न सक्छ। दोनोगुराई निहोन्गो बेन्क्यो सितेइमासु, दोनोगुराई निहोन्गो बेन्क्यो सितेइमासु र डाइनामिक खामादे बेन्क्यो सितेइमासु भन्न सक्छ। अब एउटै हो, डाइनामिक खामादे बेन्क्यो सितेइमासु भनेर पनि सोध्छ, दोनोगुराई निहोन्गो बेन्क्यो सितेइमासु भनेर सोध्छ। अब तपाईँले चाहिँ अब आफू कति लेसनमा 10 लेसनमा 25 लेसनमा 20 लेसनमा 30 लेसनमा कति लेसनमा हुनुहुन्छ त्यसरी चाहिँ भन्नुपर्ने हुन्छ। लेसन दाइ, अब तपाईँ चाहिँ 20 लेसनमा हुनुहुन्छ भने चाहिँ दाइनिज्यू खा मादे बेन्क्यो सिमास, दाइनिज्यू खा मादे बेन्क्यो सिमास, दाइनिज्यू खा मादे बेन्क्यो सिमास 20 लेसनमा समय पुगेको छु भन्न सकिन्छ। अब त्यसपछि फेरि निहोन्गो वा दो देश जापानी भाषा कस्तो छ भनेर सोध्छ। अब तपाईँलाई चाहिँ अब जस्तो छ उस्तै भन्नुपर्ने हुन्छ। अब तपाईँ जान्नुभएको छ भने अब सहिलो हो भने नजान्छु, 18 छ भने चाहिँ 18 छ भन्नुभयो। अब निहोन्गो वा दो देशका भन्छ, दो देशका मुजुखासी देशका ओमोसिरै देश 18 छ, त्यही पनि इन्ट्रेस्टिङ छ भन्न सकिन्छ। त्यसको साथसाथै चाहिँ के चाहिँ 18 छ भन्छ, नानो मुजुखासी देश भन्छ। अब हामीले भन्ने चाहिँ धेरै जसो खान्जी नै हो, अब खान्जीका मुजुखासी देश भन्न सकिन्छ।
खाँचीका मुजुखासेले सान्नुहुन्छ जो भनिसकेपछि तपाईँले चाहिँ अब जापानिज भाषाको परीक्षा दिनुभएको छ भन्न सक्छ। अब यस्तो यो सेन्टेन्समा चाहिँ एकदमै डिफ्रेन्स पनि छ चाहिँ जापानिज भाषा जापानिज भाषाको परीक्षा दिनुभएको छ भन्न सक्छ। क्वेसन एउटै भयो तर सोध्ने बेला पनि डिफ्रेन्स पनि सक्छ। नौरोको सिकेन उकेताको तोगारिमास भन्न सक्छ एउटा, निहुनको सिकेन वा उकेताको तोगा भन्न पनि सक्छ। यिनी मैले पनि जे सोधे पनि निहुनको सिकेन उकेताको तोगारिमास भनेर सोध्नु भयो हाई आरिमास जेल छिटो गर्नुहोस् भन्न सकिन्छ। अनि गोखाको सीमासिताका भन्दा चाहिँ पास हुनुभएको थियो भन्दा हाई गोखाको सीमासिताका भन्न सकिन्छ। अब तपाईँको कन्सेन्ट्रेसन कहाँ छ त, कहाँबाट पाउन कन्सेन्ट्रेसन तपाईँले इन्टरभ्यू दिँदै हुनुहुन्छ त्यो कन्सेन्ट्रेसनको चाहिँ नाम भन्नुपर्ने हुन्छ। कसरी सोध्छ भने दुकुते निहुनको बेन्क्यो सितेमासका भन्छ तपाईँको कन्सेन्ट्रेसनको नाम हो भने तपाईँले जापानिज भाषा कहाँदेखि अध्ययन गर्दै हुनुहुन्छ त्यहाँको चाहिँ तपाईँलाई जापानिज भाषाको अध्ययन कहाँबाट गर्दै हुनुहुन्छ त्यो भन्न सक्नुहुन्छ। दुकुते निहुनको बेन्क्यो सितेमासका भन्न सक्नुहुन्छ। अब तपाईँले जहाँबाट पढ्दै हुनुहुन्छ त्यहाँबाट चाहिँ तपाईँले हाल्नुपर्ने हुन्छ, आफ्नो कन्सेन्ट्रेसनको चाहिँ राख्न सक्नुहुन्छ है। अनि आजको मिति कति हो भनेर सोध्छ है, धेरै जसो चाहिँ नसम्झन पनि सक्छ, सोध्न पनि सक्छ है आजको मिति कति भन्थ्यो। के हुने हिजुके वा नान देशका, के हुने हिजुके वा नान देशका भन्ने सोध्छ। के हुने हिजुके वा नान देशका भन्दा आजको मितिलाई चाहिँ सिलेक्ट गरेर भन्नुपर्ने हुन्छ। आजको मिति जति हो त्यतिले चाहिँ भन्नुलाई आजको मिति भनिसकेपछि तपाईँको आज चाहिँ कुन महिना कति हो भनेर पनि सोध्छ। आज कुन महिना कति हो भन्दा चाहिँ क्यौ वा नानगाचु नान्निची देशका भन्छ। क्यौ वा नानगाचु नान्निची देशका भन्छ। आजको मिति कति हो भन्न सक्छ। अब चाहिँ 5 महिना, अब 2 महिना, 3 महिना, 4 महिना, 5 महिना कति महिना हो गोखा गेच्छु। अब 5 महिना भन्दा चाहिँ योखा गोगेच्छु योखा निची देश गोगेच्छु योखा निची देश भन्नु भनिन्छ। अब 5 महिना चाहिँ आज चाहिँ 8 गते हो भन्न सकिन्छ। अब तपाईँलाई यस्तै सोध्यो भने चाहिँ त्यस्तै भन्नु सकिन्छ। त्यसरी अब अरूहरू अब कस्तो उसलाई थाहा हुँदैन, धेरै जस्तो हामीले याद गरेर जानुपर्ने छ। के हो नानीहरू देशका, यो पनि एकदमै धेरै प्रश्न सोधिरहेको हुन्छ। के हो नानीहरू देशका आज के बारे भन्न सकिन्छ। अब निचियोबी एचयोबी खायोबी सुयोबी मकयोबी किनेबी दोयोबी अब तपाईँले छुट्याउनेहरू नभए यसमा चाहिँ एउटा सोध्छ। अब एउटा हुन्छ त्यसमा चाहिँ अब आइतबार हो भने निचियोबी देश भन्न सकिन्छ। के हो नानीहरू देशका भन्दा निचियोबी देश भन्न सक्नुहुन्छ। अब तपाईँलाई धेरै जस्तो प्रायः जस्तो चाहिँ सन्धि भनेको यो सेन्टेन्सको पनि एकदम धेरै सोध्छ। इमा दोकानी सुन्दैमास् अहिले कहाँ बस्नुहुन्छ भने इमा दोकानी सुन्दैमास् कहाँ हुन्छ। अब तपाईँ जहाँ हुन्छ काठमाडौँ पोखरा हुन्छ पोखरा, बोडुल हुन्छ बोडुल। अब जहाँ हुनुहुन्छ दाङ हुनुहुन्छ दाङ, जहाँ हुनुहुन्छ त्यहाँको चाहिँ तपाईँले सेफ्ट राख्नुपर्ने हुन्छ। अब बुधबार पनि सुन्दैमास् भन्छ मलाई बोडुलबाट हो भन्न सक्छ। इमा नान्जी देशका हुन्छ। इमा नान्जी देशका भन्दा चाहिँ अहिले कति बज्यो भन्छ। अब जपानको टाइम भन्नु पर्दैन, नेपालको टाइम भन्दैछ। अहिले जति बजेको छ तपाईँले घडी हेर्ने अनि भन्ने। इमा नान्जी देशका भन्दा अहिले कति बजेको छ। अब आएको सोध्छ तपाईँलाई फेरि आज कति बजे उठ्नुभएको थियो, आज कति बजे सुत्नुभयो, आज कति बजे उठ्नुभयो भन्दा चाहिँ खेसा नानी हो खेसा नान्जिनी ओकिमासिता कहाँ भन्छ। आज कति बजे उठ्नुभएको थियो बिहान, आज गोजिनी ओकिमास कति बजी उठ्नुहुन्छ गोजिनी ओकिमास 5 बजी उठेको थियो गोजिनी ओकिमास। माई आशा नान्जिनी ओकिमास भन्छ। माई आशा नान्जिनी ओकिमासिता कहाँ भन्छ। अब प्रत्येक दिन चाहिँ तपाईँ कति बजी उठ्नुहुन्छ भन्न सक्नुहुन्छ। प्रत्येक दिन चाहिँ गोजिनी ओकिमास। अब एउटै भन्नुहुन्छ चाहिँ राम्रो हुन्छ। अब हिजो यति बजी उठ्यो आज यति बजी हुन्छ, एउटै नकिँदाखेरि इजी हुन्छ। गोजिनी ओकिमास भन्न सक्नुहुन्छ। अब केसा नानी हो ताबेमासिता कहाँ अब सोध्छ। अब किसा नानी हो ताबेमासिता कहाँ अन्त खाना खानुभयो, आशा गुहानो ताबेमासिता किसा नानी हो ताबेमासिता भन्छ। इन्जोनु भन्दा चाहिँ अब खाना खानुभयो, आज बिहान के खानुभएको थियो भन्न सक्छ। आज के खानुभयो भन्न सक्छ। किसा नानी हो ताबेमासिता कहाँ भन्दा चाहिँ अब के खानुभयो तपाईँले पान्तो कोही देश भन्न सक्नुहुन्छ। अब खारा राइसु देश भन्न सक्नुहुन्छ। जे खानुभयो त्यो त्यही भन्न सक्नुहुन्छ है। त्यसको साथसाथै तपाईँले सोध्ने भनेको चाहिँ अर्को चाहिँ के हुनु नान्जिनी ओकिमासिता नेमासिताका भन्छ। अब के हुनु भनेको हिजो हो नि के हुनु हिजो कति बजी उठ्नुभयो भनेर सोध्न सक्छ। हिजो अब सुत्नुभयो कि के हुनु
क्यौनो क्यौनो नान्जिनी नेमासिताका भन्दा चाहिँ हिजो कति बजी सुत्नु भएको थियो भन्दा चाहिँ गोजिनी नेमासिता 10 बजी सुतेको थिएँ। त्योभन्दा बित्तिकै अब आज चाहिँ अब तपाईँले वेदर अब तपाईँले के हुन्छ भन्दा चाहिँ तपाईँले म्यापहरू पनि हेऱ्यो भने अब तपाईँलाई जे आउँछ भने पानी परेको छ भने पानी परेको छ भन्दै नि तपाईँले अब धेरै नै तपाईँले जान्नुभएको छ र भन्दा एक्ज्याक्टली जाने जे छ मौसममा पानी आएको छ भने पानी आएको छ भनिदिनुहोस्, घाम लाग्छ भने घाम लाग्छ भनिदिनुहोस्, जे छ त्यही भनिदिनुहोस्। तर जान्नुभएको छैन भने चाहिँ अब जोड्न जान्नुभयो त्यही भन्दै पनि हुन्छ। अब क्यौन तेन्की अदौ देशका भन्छ, आजको मौसम कस्तो छ भन्छ। त्यस बेला चाहिँ अब जान्नुभएको छ भने अब घाम लाग्छ भने हारे त्यही देश भन्नु, हारे त्यही इमास भन्नुहोस्। अब जान्नुभएको छैन भने एउटा त जान्नुपर्ने हुन्छ, एउटा न एउटा जान्नुपर्ने हुन्छ अनि हारे त्यही देश धेर जसो चाहिँ घामै लागेको हुन्छ, हारे त्यही इमास दिनुभयो भइहाल्छ। सुकिन इरुवा नाम देशका भन्छ। त मनपर्ने रङ चाहिँ कुन हो भन्न सक्छ। सुकिन इरुवा नाम देशका भन्न सक्छ। अब तपाईँलाई मनपर्ने रङ चाहिँ के भने अब कालो सेतो यिनीहरूमा चाहिँ हामीले चाहिँ 5-6 लेसन कति लेसनमा पढेको छौँ रङहरू। अब तपाईँले एउटा रङ भनिदिनुहुन्छ चाहिँ आफूलाई जे मनपर्छ, सिरै देश भन्नु, पुरै देश भन्नुहोस्। अब जे मनपर्छ त्यहीलाई चाहिँ पुरै देश, सिरै देश अब भन्न सक्नुहुन्छ। सुकिन इरुवा नाम देशका भन्न सक्नुहुन्छ। इचिकारा जिउ मादे यति कुदेछै भन्छ। इचिकारा जिउ मादे यति कुदेछै भन्ने धेरै जसो त नसुन्न सक्छ। यो चाहिँ प्रायः जसो चाहिँ तपाईँको अलि एभरेज कमै के धेर जसो ल्याङ्ग्वेज नपढेको दैनिक नानखा माथि बेन्की सिटिमासका भन्दा चाहिँ कतिसम्म अध्ययन गर्नुभयो भन्दा 5-6 लेसनसम्म अध्ययन गरे भने चाहिँ स्टुडेन्टलाई चाहिँ 1 देखि 10 सम्म आउँछ पनि भन्न सक्नु सक्छ। इचिकारा जिउ मादे यति कुदेछै भन्न सक्नु सक्छ। इचिकारा जिउ मादे यति कुदेछै भने इचिकारा जिउ मादे यति कुदेछै भने 1 देखि 10 सम्म भन्ने सुपार्न पनि सक्नु सक्छ। इचिकारा जिउ मादे यति कुदेछै भन्दा चाहिँ अब तपाईँले चाहिँ 1 2 3 4 भन्न सक्नुहुन्छ। त्यसमा चाहिँ इचिमा चाहिँ तपाईँले चाहिँ एकदमै सुस्त भन्नु होला। फेरि इचि नि सान योन गो नाना हाची क्यु जिउ भन्नुला उसले पनि बुझ्ने हिसाबले तपाईँले जान्नुभयो भने इचि नै सान योन गो नाना हाची क्यु जिउ भनेर चाहिँ नभन्दैन। फेरि जानेको चाहिँ यति स्पिड पाउँछ, नजानेको चाहिँ भन्ने रहेछ वकै रहेछ भन्ने हुन्छ। त्यसरी चाहिँ नभन्नु। अनि तपाईँले अर्को सोध्ने भने चाहिँ तपाईँको प्लस टूको नाम के हो, तपाईँको प्लस टूबाट दिनुभएको एक्जाम दिनुभएको स्कुलको नाम के हो भन्न सक्छ। अन्त के कौनो नाम आयो नाम देशका भन्न सक्छ। अब चाहिँ तपाईँले अब आफ्नो स्कुल प्लस टू कुन विद्यालयबाट दिनुभयो त्यसलाई चाहिँ राख्नुपर्ने हुन्छ। अब कालिका मैले चाहिँ कालिका भनिदिएँ, म कालिकाबाट दिएको। अनि कालिकामा चाहिँ के अध्ययन गर्नुभएको थियो प्लस टूमा, कालिकामा भन्दाखेरि प्लस टूमा के अध्ययन गर्नुभएको थियो कौकोदे नान्नो बेन्क्यु सिमास। अब के प्लस टूमा के अध्ययन गर्नुभएको थियो भन्दा चाहिँ अब तपाईँले आइटी क्षेत्रमा आइटी पढेको थिएँ भन्न पनि सक्छ, म्यानेजमेन्ट पढेको थिएँ भन्नुहुन्छ, साइन्स पढेको के पढेको थिएँ जे पढ्नु भयो त्यसलाई कलेक्ट गर्न सक्नुहुन्छ। त्यसलाई कनेक्ट गरिसकेपछि अब आनातानो सुइमी वा नाम देशका भनेर पनि सोध्न सक्छ। तपाईँको हबी के हो भन्छ। वातासिनो सुइमी साक्का सुरुको देश भन्न सक्नुहुन्छ। फुटबल खेल्ने हो भनेर अरू तपाईँले खेलमा रुचि राख्नुहुन्छ अरूहरू पनि भने पनि भयो। अनि तपाईँको बर्थडे कहिले हो भन्ने पनि सोध्छ। यो तपाईँको बर्थडेहरू पनि याद गर्नुपर्ने हुन्छ। आनातानो तान्जुबिक वा नानगा चुनान्निची देशका भन्न सक्छ। आनातानो तान्जुबिक वा नान गेच्चु नान्निची देशका भन्न सक्छ। तपाईँको जन्ममिति भने डेट अफ बर्थ कहिले भन्न सक्नुहुन्छ। यसलाई चाहिँ महिना र गते भन्ने चाहिँ हुन्छ, अरू भन्दैन। तपाईँको स्पोन्सर को हो भनेर पनि सोध्छ। अब तपाईँलाई चाहिँ उहाँ गइसकेपछि नि पैसा पठाइदिने यताउति स्पोन्सर को हो भन्न सक्छ। स्पोन्सर चाहिँ तपाईँले पहिले नै बताउनु पर्ने हुन्छ। स्पोन्सर चाहिँ अब सोध्न सक्छ। अनन्तन सुपन्सवा दारिन देशका भन्छ। स्योमिवा दारिन चाहिँ एउटै हो है। अनन्तन सुपन्सवा दारिन देशका भन्छ तपाईँको स्पोन्सर को भन्न बुझ्न सकिन्छ। इङ्ग्लिस वर्ड भयो। अनन्तन होस्यनिन दारिन देशका भनेको पनि त्यही हो। अब बाबा हुनुहुन्छ भने चिची देश, चिचिनो देश, हाहानो देश, मम्मी हुनुहुन्छ मम्मी भन्न सकिन्छ। अनन्तन गाकु यस्तै पनि सोध्छ। गाकु स्कुलको फी चाहिँ कसले तिर्छ भने तपाईँको स्कुलको फी कसले तिर्छ भन्दा चाहिँ अनन्तन गाकु हिवा दारेगा हाराइमास भन्छ। अनन्तन गाकु हिवा दारेगा हाराइमास भन्छ। तपाईँको गाकु फी कसले तिर्छ भन्दा चाहिँ अब चिचिने देश चिची बाले तिर्नुहुन्छ भन्न सक्नुहुन्छ। अब तपाईँलाई चाहिँ अर्को क्वेसन चाहिँ कस्तो सोध्छ भने नान्जिकारा नान्जी मादे बेन्क्यु सिते मास्का भन्छ। नान्जिकारा नान्जी
नान्ची कारा नान्ची मादे बेन्क्यु सितेमास्का भनेर सोध्यो भने चाहिँ कति बजीबाट कति बजीसम्म अध्ययन गर्नुहुन्छ भने चाहिँ कन्सन्ट्रेसीमा सोध्यो है। कन्सन्ट्रेसीमा चाहिँ कति बजीबाट कति बजीसम्म अध्ययन गर्नुहुन्छ भने चाहिँ अब आशा कुचिखा र जिउजिउ मादे देश भन्न सक्नुहुन्छ। अब कति घन्टा गर्नुहुन्छ आफ्नो फिक्स टाइम चाहिँ कति बजी छ, त्यति बजीबाट त्यति बजीसम्म गर्छु भन्न सक्नुहुन्छ है। को इच्छु सोचुमै सीमासिताका भनेर सोध्न सक्छ। +2 कहिले दिनुभएको थियो भनेर सोध्न सक्छ। 2024मा दिएको थिएँ भन्नु पर्यो, 2025मा दिएको थिएँ होइन। अब तपाईँले कतिमा दिनुभएको त्यतिमा चाहिँ मैले +2 त्यतिमा दिएको भन्नुहुन्छ। निसेम्नी जिउ योन सीमासिताका 2025मा दिएको थिएँ भन्न सक्नुहुन्छ। अब यस्तै गर्दै चाहिँ इचिकारा दोनगुराई नियमको बेन्क्यु सितेमास्का भनेर सोध्न सक्छ। अब यसरी सोधियो भने चाहिँ अब कति महिना जतिबाट पढ्नुभएको थियो, पहिला पनि आएको थियो, अहिले डिफ्रेन्स तरिकाले पनि यता आएको छ। यो तपाईँले अब साङ्खा गेचु मायाका र बेन्क्यु सितेमास्का साङ्खा यति महिनाबाट यति महिनासम्म पढेको थिएँ भन्न सकिन्छ। त्यसको साथसाथै अब तपाईँले केही कुरो सुन्नु भएन, केही कुरो बुझ्नु भएन, उसले भनेको केही कुराहरू नबुझेर चाहिँ अलमल्लिर भयो के भनौँ भन्नुभयो भने चाहिँ सुन्यासेन मौचिदो भनेको सिमास भन्न सक्नुहुन्छ। सुन्यासेन मौचिदो भनेको सिमास भनेको चाहिँ कृपया फेरि एकपटक भनिदिनुहोस् भनेर सुन्यासेन मौचिदो भनेको सिमास भन्न सक्नुहुन्छ तपाईँले। उसलाई भन्न सकेपछि उसले चाहिँ फेरि एकचोटि भनिदिन्छ। त्यसको साथसाथै तपाईँलाई चाहिँ तपाईँ को हो भन्न सक्छ क्या। आनतानो सिकुतुवा नाम त्यसका तपाईँको काम के हो भन्दा चाहिँ अब आनतानो सिकुतुवा नाम त्यसका भन्नु भने चाहिँ गाहको सही देश भन्नुभयो भने सही हुन्छ। आनतानो सिकुतुवा नाम त्यसका चाहिँ गाहको सही देश म चाहिँ विद्यार्थी हो भन्न सक्नुहुन्छ। न्युनगुवा दो देशका भनेर सोध्यो भने त्यही हो। मुजुमुसु देशका ओमुसुगै देश भन्न सक्नुहुन्छ। ओमुसुगै देश भन्न सकेपछि बुझिहाल्छ उसले। निहोने इत्ति हाजिमेने नानी सितेमास्का भन्न सक्छ। निहोने इत्ति हाजिमेने नानी सितेमास्का जापान गएर सुरुमा के गर्न चाहनुहुन्छ भन्छ। जापान गएर सुरुमा के गर्न चाहनुहुन्छ, जापानिज भाषा अध्ययन गर्न चाहनुहुन्छ, घुम्न चाहनुहुन्छ होइन, उहाँको खानेकुराहरू खान चाहनुहुन्छ, सुरुमा के गर्न चाहनुहुन्छ। अब तपाईँलाई चाहिँ अब त्यसको फलको नामहरू थाहा छ भने तिनीहरू खान चाहन्छु भन्नु सक्नुभयो। अब कोही ठाउँ चिनेको ठाउँ छ भने चाहिँ कोही सर्चहरू गरेर मोबाइलमा सर्च गरेर म्यापहरू देखेर चाहिँ यो ठाउँमा चाहिँ राम्रो छ, यो ठाउँमा जान चाहन्छु भने भयो। अब तपाईँले चाहिँ त्यो छोडिदिएर चाहिँ अब केही पनि आउँदैन, जापानिज भाषा अध्ययन गर्न चाहन्छु भन्नुभयो। निहोन्गो वा बेन्क्यु सिमास, निहोन्गो बेन्क्यु सिमास सिद्धिहाल्छ। निहोन्गो बेन्क्यु सिमास भनेको अध्ययन गर्न चाहन्छु, जापानिज भाषा अध्ययन गर्न चाहन्छु भन्न सकिन्छ। ताबेको सुइमास्का भन्न सक्छ, सुइमास्का भन्न सक्छ। अब चुरोट खानुहुन्छ तपाईँले भन्न सक्छ। अब जापानमा चाहिँ तपाईँको प्राय अरू फरेन कन्ट्रीहरूमा चाहिँ के छ भने रक्सीहरू चुरोटहरू खाने मान्छेलाई चाहिँ इन्ट्री चाहिँ मना अलिक कम हुन्छ। तर चाहिँ जापानमा चाहिँ खासै त्यस्तो चाहिँ यस्तो रक्सी चुरोटले चाहिँ केही पनि गर्दैन। खानुहुन्छ भने खान्छु भन्न सक्नुहुन्छ। हाई सुकुसी देश भन्न सक्नुहुन्छ, खान्छु भन्न सक्नुहुन्छ। अब खाँदिनँ भन्नु भयो भने सुकिमासेन भन्न सक्नुहुन्छ। यी सुकिमासेन हुन्छ। उसको नोमी मासका भन्छ, रक्सी पिउनुहुन्छ भन्दा चाहिँ नोमी मासेन पिउँदिनँ भन्छ। पिउने मान्छेले हाई नोमी मास भन्न सक्नुहुन्छ, नोमी मासेन भन्छ। यसो आशा गुहान ताबेमा सिधाका बिहानको खाना के खानुभएको थियो भन्न सक्छ। पान्तो कही देश खारे राइसु देश, यो वहीँ पनि आएको सेन्टेन्स भयो। अनि अनतानो साइसियो गाकुरेकी ओसिएतो कुदासाई भन्ने पनि सोध्छ। अनतानो साइसियो गाकुरेकी ओसिएतो कुदासाई भन्दा चाहिँ तपाईँ चाहिँ +2 हो, तपाईँ चाहिँ +2 हो स्टुडेन्ट हो भन्दा चाहिँ त्यसरी सोध्न सक्छ। वदासिवा कौ देश, वदासिवा कौ देश। तर नियोनगुने क्युसी जुवा नान योबिकारा नान योबिक मादे देश भन्न सक्छ। यसलाई अलि राम्रोसँग सुन्नुहोस्। आनतानो नियोनगो नो क्युसी जुवा नान योबिकारा नान योबिक मादे देश भन्छ। के भनेको भने तपाईँको जापानिज भाषाको कक्षा चाहिँ के बारदेखि के बारसम्म छ भने चाहिँ निचियोबिका र किनियोबिक मादे देश आइतबारदेखि शुक्रबारसम्म छ। अब तपाईँको कहिलेको चाहिँ अब कन्सन्ट्रेसी हेरिकन हुन्छ, कसैमा चाहिँ अब नेपालमा चाहिँ खासै गरी त्यही नै हुन्छ, त्यही नै भन्नु होला। अनतन नियोनगुने क्युसी जुवा नानजिका र नानजी मादे देश, यो चाहिँ डिफरेन्स भयो। पहिलाको पनि यस्तो थियो तर सेन्टेन्स चाहिँ फरक हालेको थियो। यसमा चाहिँ हामी न्यू सेन्टेन्स हालेको छ। यसरी सोध्न पनि सक्छ, यसरी सोध्न पनि सक्छ। हामीले चाहिँ दुइटै याद गर्नुपर्छ। अनतन नियोनगुने क्युसी जुवा नानजिका र नानजी मादे देश भन्न सक्छ। कुजिका र जिउजी मादे देश। कति बजी तपाईँ चाहिँ नियोनको भाषा जापानिज भाषा चाहिँ कति बजीबाट कति बजीसम्म अध्ययन गर्नुहुन्छ भनेर सोधेको।
あなたの日本語の休みは何よりですかभने तपाईँको जापानिज भाषाको कक्षा चाहिँ कुन बार छुट्टी हुन्छ भन्नु छ। अब दोयोगी देश हाम्रो चाहिँ शनिबार हुने भएको उहाँहरूले चाहिँ सक्नुहुन्छ दोयोगी देश भन्न सक्नुहुन्छ। इसानान्जी नि ओकिमासिताका भनेको चाहिँ यो पनि रिभिजन भइरहेको छ। इसानान्जी नि ओकिमास भनेको चाहिँ ओकिमास भन्दा उठ्नुहुन्छ ओकिमासलाई चाहिँ करि फेरि कसरी सोध्छ भने अब तपाईँको चाहिँ खानेकुरा चाहिँ के होइन के मनपर्छ भनेर पनि सोध्न सक्छ। तपाईँको पिउने कुराहरू के मनपर्छ भनेर सोध्न सक्छ। तपाईँको रङहरू होइन कलरहरू के मनपर्छ भनेर सोध्न सक्छ। अब सुकिना तामेरो नाम त्यसका भन्न सक्छ। तामेरो खानेकुरा के भन्छ सुकिना नमेरो नाम त्यसका भन्न सक्छ। पिउने कुरा मन के पर्छ भनेर चाहिँ कफी भन्न सक्नुहुन्छ, मोमो भन्न सक्नुहुन्छ। अब खानेकुरामा चाहिँ पिउने कुरामा चाहिँ कफी भन्न सक्नुहुन्छ। अब तपाईँलाई जे मनपर्छ त्यही भन्न सक्नुहुन्छ। सुकिना इरुवा नाम देश भने सिरोदेश भन्न सक्नुहुन्छ। अब तपाईँको चाहिँ अर्कोमा चाहिँ आनाताना दाइगा कुनो देशका भन्न सक्छ। तपाईँ चाहिँ विश्वविद्यालय विद्यार्थी हो भन्न सक्छ। तपाईँ हो भने हो भनेर होइन भने चाहिँ होइन भन्न सक्छ। आनाताना उचिकारा गाक्को मादे बेन्क्युसी दिमास्का भन्छ। त्यो भन्दा नि आनाताना उचिकारा गाक्को मादे दोयोगा नाम देशका भन्न सक्छ। के द्वारा हुनुहुन्छ कि तपाईँ घरदेखि स्कुलसम्म के द्वारा आउनुहुन्छ। बासुले बसबाट आउँछु भन्न सक्नुहुन्छ। ट्याक्सी जितेन्सा केबाट आउनुहुन्छ त्यसको नाम भन्न सक्नुहुन्छ। कुराई नान्जिकान खाकारी मास्का भन्छ। कति जति समय लाग्छ भन्दा चाहिँ कति समय लाग्छ। अब 1 घन्टा लाग्छ, 2 घन्टा लाग्छ, कति घन्टा लाग्छ, 10 मिनट 15 मिनट जति मिनट लाग्छ त्यति मिनट। अब 1 घन्टा लाग्छ नि इचिजिखान देश भन्न सक्नुहुन्छ। अब कति घन्टा लाग्छ त्यति घन्टा भन्न सक्नुहुन्छ। अब इन्टरभ्यू चाहिँ अब यति भइसकेपछि धेरै भयो, यति भइसकेपछि हुन्छ भन्ने भइसकेपछि चाहिँ क्यों मेन्सेज अवारीमा सिधा गएको भन्छ। क्यों मेन्सेज अवारीमा सिधा गएको भन्छ। आजको इन्टरभ्यू चाहिँ सकियो भन्छ। अनि अब अर्कोचोटि चाहिँ तपाईँलाई गम्बाती कुदासै भन्छ। तपाईँलाई मेहनत हुँदैन, अलि मेहनत गर्नुहोला भन्न सक्छ। है गम्बारीमास भनिसकेपछि यति भनिसकेपछि इनफ हुन्छ। यदि तपाईँले जो इन्टरभ्यू क्वेसनहरूलाई चाहिँ प्रिपेरेसन गरेर चाहिँ जानुभयो भने एकदमै सजिलो हुन्छ। यसभन्दा पनि अरू पनि इन्टरभ्यू क्वेसनहरू अलि लेखेर तपाईँलाई नोट बनाएर चाहिएछ भने चाहिँ मलाई म्यासेज गर्न सक्नुहुन्छ। इन्टरभ्यू क्वेसन चाहिँ हाम्रो फेरि जुममा पनि हामीले फेरि 1 महिनालाई चाहिँ सिकाइरहेका छौँ। अहिले जुममा चाहिँ हामीले धेरै जसो हाम्रो स्टुडेन्टहरूले चाहिँ सिकिरहनु भएको छ। तपाईँहरूलाई पनि सिक्न चाहनुहुन्छ भने चाहिँ हामीले कमेन्ट गर्नु होला। हामीले तपाईँलाई चाहिँ फोन नम्बर दिएर चाहिँ 7 बजेको सिफ्टमा चाहिँ राखिदिन सक्छौँ। अनि तपाईँले चाहिँ त्यहाँबाट पनि आफ्नो इन्टरभ्यूको प्रिपेरेसन गर्न सक्नुहुन्छ। अहिलेको अपरेटिङ डेटलाई चाहिँ एकदमै बेस्ट जति हामीले लिएर आइरहेका छौँ, जति छ बेस्ट छ। त्यति जानुभयो भने तपाईँले चाहिँ इन्टरभ्यू ढुक्कले गराउनुहुन्छ। 100मा 100मा चाहिँ 100मा 100 घन्टा अगाडि गर्नु होला। ल अल फ्रेन्ड सुन्नुहोस्, जय माता सीता।